नमस्ते। यो भिडियो मार्फत चाहिँ म हजुरहरूलाई आज केही कुराहरू सेयर गर्न गइराखेको छु। जुन कुरा चाहिँ मैले केही समय अगाडि श्रीष भण्डारीद्वारा लिखित यो अठोट बुक अध्ययन गरिरहँदाखेरि चाहिँ म सेयर गर्छु भन्ने लागेको थियो, तर त्यसको लागि चाहिँ उपयुक्त समय चाहिँ मिलिराखेको थिएन र यो बुक चाहिँ एकदमै उपयोगी बुक छ। विशेष त यो टिनेजर्स भाइ बहिनीहरूको लागि चाहिँ यो बुक एकदमै उपयुक्त छ। हजुरहरूलाई पढ्नका लागि पनि म अनुरोध गर्न चाहन्छु। र आज चाहिँ म यो भिडियो मार्फत चाहिँ यो बुकको पहिलो अंश जुन खुसीको विषयमा लेखिएको छ, त्यो खुसीको विषयलाई चाहिँ अलिकति म प्रस्तुत गर्न चाहन्छु। यसमा चाहिँ हामीले खुसी कसरी हुन सक्छौँ अथवा खुसी हुने आधारहरू के हुन् भन्ने कुरा चाहिँ अब त्यस्तो एउटै कुरा चाहिँ सबैलाई लागू नहुन सक्छ, तर यसमा लेखिएको कुराहरू म सेयर गर्न चाहन्छु। हामीलाई यो बुकमा चाहिँ के लेखेको छ त भन्दाखेरि यो संसार यति धेरै सुन्दर छ हैन, हामीले यति धेरै कुराहरू चाहिँ यो संसारमा चाहिँ देखिराखेका छौँ, उपयोग गरिराखेका छौँ, तर पनि हामी कयौं पटक चाहिँ एकदमै दिक्क मान्छौँ, दुखी भइराखेका छौँ र त्यो हुनुपर्ने कारण चाहिँ छैन भनेर चाहिँ राइटरले चाहिँ प्रस्तुत गर्नुभएको छ। र यसमा चाहिँ लेखेको मलाई एकदमै मन परेको कुरा चाहिँ खुसी भनेको कुनै पनि त्यस्तो वस्तु होइन जसलाई चाहिँ पसलमा बेच्न राखिएको हुन्छ। खुसीलाई कसैले कब्जा गरेर पनि राखेको हुँदैन। हरेक मान्छेलाई चाहिँ आफूले चाहे जति खुसी हुने छुट छ भनेर लेख्नु भएको छ। र यसमा लेखेको एकदमै मलाई मन परेको कुरा चाहिँ यो एउटा दियोबाट चाहिँ लाखौं दियोहरू चाहिँ बाल्न सकिन्छ, तर अरू दियो बाल्दैमा चाहिँ पहिलो दियोको प्रकाश घट्दैन। दियो बाल्नलाई बलिरहनका लागि चाहिँ तेल थपिरहनु पर्छ। हो, खुसी पनि त्यस्तै हो, अरूलाई बाँड्दैमा घट्दैन, तर मनमा उत्साह र सकारात्मक सोच भने चाहिँ निरन्तर भरिरहनु पर्छ भनेर लेख्नु भएको छ। भनेको हामीले सकारात्मक सोच राख्यौं भने अथवा सकारात्मक दृष्टिकोण चाहिँ हामीमा भयो भने हामी यतिकै चाहिँ आफूसँग भएका कुराहरूमा सन्तुष्ट भयौं भने चाहिँ खुसी हुन सकिन्छ भन्ने कुरामा चाहिँ उहाँले जोड दिनु भएको छ। र हाम्रो सोचाइ जस्तो हुन्छ हाम्रो कर्म पनि त्यस्तै हुन्छ। र यदि हाम्रो सोचाइ र हाम्रो गराइमा चाहिँ अथवा हाम्रो सोचाइ बोलाइ र हाम्रो गराइमा चाहिँ तालमेल भयो भने चाहिँ हामी अवश्य पनि खुसी हुन सक्छौं भन्ने कुरा उहाँले जोड दिनु भएको छ। र यसमा अन्य अंशहरू पनि एकदमै राम्रा कुराहरू लेखिएका छन् र म अन्य भिडियो मार्फत चाहिँ त्यो कुराहरू पनि हजुरहरूसँग सेयर गर्नेछु। र आजको लागि चाहिँ मैले यो भिडियो मार्फत चाहिँ यो बुकको यति नै कुराहरू सेयर गर्ने अनुमति चाहे। हस्, धन्यवाद सबैजनालाई।